नमस्ते सबैलाई अनि हामी चाहिँ आज यो चाहिँ मेरो साथी युमी के भन्छ हामी चाहिँ ब्लू माउन्टेनतिर जाँदैछौँ र अब यति बेला चाहिँ हामी कहाँ आइपुग्यो साथी इमु प्लेन कटेर आइसकेका छौँ। अब हामी केही घन्टामा हामी ब्लू माउन्टेन पुग्नेछौँ। अब हामी चाहिँ अब ट्याक्क तलतिर हेर्नुभयो भने छ नि डाँडा हेर्नु भने ठ्याक्कै होइन मगरान्चुलीबाट काठमाडौँ जाने डाँडा जस्तै त्यस्तै देखिन्छ होइन गाइजहरू। भोइतिर हेर्नु होला र डाँडाको भ्यू लुक एट द भ्यू। कति मिनटमा कुन स्टेसन आइपुग्छ भनेर लेखेको छ र हामी उत्रिने भनेको चाहिँ कुटुम्बा हो। 56 मिनट्स स्टिल रिमेनिङ होइन गाइजहरू। हेर्न सक्नुहुन्छ हजुरहरूले स्थित छ जङ्गलै जङ्गल। के छ साथी अल्छी लाग्यो? अल्छी लाग्यो लाग्नै पऱ्यो साथी। 1 घन्टाको राइड छ यार। अझै कतिको टाइम लाग्छ? भर्खर 19 भयो, हामी 3:19 भयो, 4:08मा पुग्छ भनेपछि अझै बाँकी छ 1 घन्टा मागौँ न। कस्तो फिलिङ लाग्दैछ बाहिरतिर कन्डिसन? यसलाई रिजनल भन्दा जङ्गलै घोषणा गरे ढ्याक्कै मिल्छ साथी यार। तर बाहिर अहिले त गाडीहरू देखिरहेछ नि। गाडी छ, घर छैन, कस्तो खाले गाडी भन्ने कुरो मात्र साथी। गाडीमै सुते मात्र। यसको कुरो चाहिँ नपत्याउनु होला गाइजहरू होइन। अघि चाहिँ एकछिन टक्कै हाम्रो काठमाडौँ र हामी हेटौँडाबाट जाने जङ्गल जस्तै देखिन्थ्यो, तर अहिले चाहिँ राम्रै देखिँदैछ। होपफुल्ली हामी जाने ठाउँ एकदम राम्रो हुनेछ। कस्तो फिल हुँदैछ र? अनि एकदम राम्रो फिल भइरहेको छ साथी। अनि त्यहाँ पुगेर के एक्सपेक्टेसन के छ? मेरो एक्सपेक्टेसन भन्दा त्यहाँ पुगेर पनि जङ्गल हेर्नु चाहिँ छैन अभियसली। यस्तो घरसर होस्, चिया नास्ता होइन टक्क लाएर होस् न भन्ने टाइपको कुराहरू हाम्रो। माउन्टेनमा गएपछि अभियसली घर च्याङ्ग्राको मासु छ जो झ्याप्पा हाल्दैन बनायो भने साथी। माथा क्लाइम्ब गरिसिहरूलाई चाहिँ अब त्यस्तो साह्रो यस्तो झापाले निम्स त यो नाच्ने फेरि निम्स द्याट द फेरि इन्सपिरेसन हो साथी। मोटिभेसनल हो। येप म्यान। थ्याङ्क यू म्यान। अल गुड। गेट आउट। देख्छ अहिले आमा हजुरहरूलाई चाहिँ म यो ट्रेनको खासियत बताइदिँदैछु। यो चाहिँ हाम्रो ब्लू माउन्टेन सर्भिस हो र यहाँनिर देख्न सक्नुहुन्छ हजुरहरूले चार्जिङ पोर्ट एभ्रिथिङ है त। यतापट्टि हेर्नुभयो भने तपाईँले केही सामानहरू जमाउनु राख्नु सक्नुहुन्छ र यस्तै छ। यो अरू ट्रेन र यो ट्रेनमा चाहिँ के व्यवस्था र अलि डिफ्रेन्स छ साथी? यसमा चाहिँ अब हजुरहरूलाई एकदमै बेडहरू दुधाखेरि टोइलेटको व्यवस्था पनि गरिएको छ। बेबी सिटिङको व्यवस्था अलगै छ। साइकलहरू पार्किङको लागि पनि छुट्टै व्यवस्थाहरू गरिएको छ भने हजुरहरूले डाइनिङ अब खानासाना खानु मन छ भने हेर्न सक्नुहुन्छ हजुरहरूले। ब्यागहरू राख्नुको लागि मोबाइल चार्जिङको लागि मोबाइल चार्जिङ छ। सुत्नको लागि कम्फोर्टेबल रहेछ। अब क्वाइट क्यारेज हो यो होइन। थ्याङ्क यू सो मच गाइजहरू। यो चाहिँ टिकटक स्टार होइन, पुरा यहाँ टिकटक मेरो ब्यागमाथि राखेर टिकटक बनाउँदैछ। त्यही त यतातिर पनि बस्छ क्या। हामी चाहिँ स्प्रिङवुड आइसकेको छौँ गाइजहरू होइन। स्प्रिङवुड
stopping at Seldenbridge, Linden, Woodford, Hazelbrook, Lawson, Bullivard, Wentworth Hall, Bura, Katoomba, Medlow Vale, Berkeley, Mount Victoria, Lithgow. International travel. आइपुग्यो होइन अब हामीलाई थाहा छैन अब यहाँबाट हामी कहाँ जाने हो होइन हिँड्दैछौँ हामी यिनीहरूकै फलो गरेर हामी आइसक्यो होइन हामी कहाँ उत्रेको साथी लास्ट चिसो रहेछ है गाइजहरू यता चाहिँ हामी चाहिँ आउँदैछौँ अब हामी होइन होला साथी लास्ट जाडो रहेछ है गाइजहरू यता यहाँको डिग्री चाहिँ अहिले जम्मा 10 डिग्री छ 10 डिग्री छ र यहाँनिर हामीले हेर्दाखेरि अघि नै हामीले यहाँको वेदरको रिपोर्ट हेर्दाखेरि चाहिँ भोलि बिहान कि कहिले चाहिँ 1 डिग्री कति साथी माइनस हुन लाग्दो रहेछ खासै फरक चाहिँ होइन सिडनीबाट त्यो 10-12 डिग्री कम त यहाँनिर चाहिँ अगाडि हामीले स्टुडेन्टवाला बच्चा बाहेकहरू केही देखेको छैन तिनीहरूको फलम बाहिरसम्म निक्ल्यौ नत्र कहाँबाट निक्लिनु थाहा छैन हामी अब जाने चाहिँ कहाँ हो साथी 3 सिस्टर भनेर अघि मैले हेरेको थिएँ यार एकचोटि कता हो म्याप हेर यस्तै छ र हाम्रो साथीले चाहिँ अब म्याप हेर्दैछ र हामी आइसकेको छौँ कुटुम्बा अहिलेलाई यो चाहिँ म कति मिनट साथी कहाँ सिधा हो हामी जाँदैछौँ होइन अब यस्तै हो लास्ट चिसो सक्छ नि साथी हिउँ पर्ला हिउँ दिलो ब्लू माउन्टेनतिर हिउँ पर्छ भन्ने सुनेको थिएँ होइन हामी त्यही हिउँ हेर्न गएको परेन कि त्यो कस्तो कङ्गारुहरू हुन्छ त्यहाँ हो बाटोभरि कङ्गारू देख्छ कस्तो हावा चलेको हो गाइजहरू होइन चाँडोदेखि चाँडै नै मन लाग्छ कि ठहरै हो आज हेर्दै अलिक सबै भाषाको प्रयोग गरौँ होइन साथी सबै नै हो आज ठहरै हो यस्तो छ अगाडि चाहिँ लभली देखिरहेको छ हेर यहाँ हेर हामी हिँड्दैछौँ कति मिनट देखाउँदैछौँ साथी गाइज हामीलाई चाहिँ गुगल म्यापले स्क्याम गरिदिइसक्यो होइन कति मिनट देखाउँछ अब 34 के हो यो यसमा देखाउँदो रहेछ होइन एक्सप्लोरर लेखिरहेको हाम्रो बसिरहेको छ ब्लू माउन्टेन एक्सप्लोर माउन्टेन एक्सप्लोर बस चाहिँ भेट्यो हामीले तर यो बस कहाँ गएर रोक्छ के हुन्छ केही पनि अनुभव कस्तो हुँदैछ साथी बस लाग्दो रहेछ न साथी यो त स्टेसन अघि हामी यताडै निस्क्यो उतापट्टिको यताउता रहेछ भ्यू काइरहेको शिवासलाई भ्यू यहाँबाट काइरा देखिँदो रहेछ शिवास यो चाहिँ अघि हामी निस्केको ट्रेन स्टेसन हो मेरो साथी के हुँदैछ हेर्दैछु म कहाँबाट ट्रेन ढ्याक्कै आएको थियो साथी अब हामी चाहिँ यही ट्रेनमा फर्किनु बाहेक अब हाम्रो उपाय केही देखिरहेको छु मैले यही ट्रेन साथी यो ट्रेन पनि भ्याउँदैन अब यही ट्रेन हो नभए त्यसपछि अर्को कहिले कति बेला 1 घन्टा ठ्याक्कै छ अब यो ट्रेन भ्याउँदैन अब हामी घुम्यौँ भने त्यस्तै हो ट्रेन जर्नी घर फर्कि 3 सिस्टर्स जाने भन्ने प्लान गऱ्यौँ होइन 3 सिस्टर्स चाहिँ अब यहाँबाट 8 मिनटमा रहेछ हाम्रो बस भेटिसक्यो जाडो छ होइन बस नम्बर एकचोटि हेर त 686 जी पनि हो यहाँ हेर न बस स्टपमा 24 मा देखाइरह 24 ऊ त्यहाँ बस स्टप छैन नि त अनि यहाँ बस स्टप यहाँ स्टप भेटिसकेको छ र हेर्नु त्यहाँ 680 24 मा छैन कति बेला पुग्छ हामी
खै कति मिनेटमा आइपुग्यो कति मिनेटमा पुग्छ त 3 सिस्टर 52 मा पुग्छु ल फाइनली हामी 3 सिस्टर जान लागिसकेको छौँ एमा हैन हौ त्यहाँबाट पनि अझै 9 मिनेट हिँड्न पर्ने रहेछ कति मिनेट 360 कटुमा पुग्न अनि फेरि बेलुकाको ट्रेन भ्याउँछ गाउँदैन भइहाल्छ नि त्यो 10 बजेसम्म भेला हुँदैन मलाई यस्तै गरी अब हामी चाहिँ 686G गाइजहरू तपाईँहरू ब्लू माउन्टेन अथवा 3 सिस्टर्स घुम्दै जान चाहनुहुन्छ भनेदेखि कुटुम्बा साथी कहाँ कुटुम्बा आइपुगेर तपाईँहरूले बस लिग्नु होला होइन बस लिगिसकेपछि तपाईँहरूलाई आधी घन्टा कति घन्टामा पुगिन्छ हामी आधी घन्टामा ठ्याक्कै 3 सिस्टर्स पुगिन्छ हामी कुटुम्बाबाट बस चढ्यो भनेदेखि यदि तपाईँहरू पाडामाटा अथवा स्ट्रासफिल्डबाट बस चढ्नुहुन्छ भने चाहिँ के अरे ट्रेन चढ्नुहुन्छ भने चाहिँ तपाईँहरूलाई ठ्याक्कै एराउन्ड 2 घन्टा लाग्न सक्छ होइन यहाँ कुटुम्बा आइबिन त्यसपछि बस लिनु होला र 3 सिस्टर पुग्नको लागि सी यु इन 3 सिस्टर्स थ्याङ्क यू गाइस हामी बस चढिसकेको छौँ र बस चाहिँ पुरै हामीले रिजर्भ के हो अरे साथी बस हामीले के गरेको रिजर्भ गरिदिएको होइन बसमा कोही छैन हेर्नु होला हेर्न सक्नुहुन्छ सब खाली हो ड्राइभर र हामी मात्रै बस रिजर्भ यतिको पावर चाहिँ हामीले चाहिन्छ नि साथी हामी चढेपछि बस ढ्याक हुन्छ केटाहरुलाई चाहिँ यो ठाउँ हेर्दै डर लाग्यो अरे होइन यहाँको डाँडो हुन्छ नि बस चढ्न नसकेको देखेर साथीलाई चाहिँ हेर्दै डर लाग्यो साथी यहाँको जाडो यस्तो जाडो छ नि गाइजहरू 10 डिग्री भन्दा पनि तल छ होइन 8 डिग्री जति होला अहिले होइन अब झन् भोलि बिहान चाहिँ माइनसमै पुग्दो रहेछ यहाँको डिग्री अनि त्यसपछि चाहिँ यस्तो चिसो छ नि बाहिर हावा चलेको पनि हामीले फिल गर्न सकिरहेको थियौँ क्या हात हुँदैन हात त पुरै लगभग जमेको जस्तै फिल भइरहेको थियो साथीले चाहिँ एउटा यस्तो पातलो ज्याकेट लगाएर आएको छ मैले पनि पातलै लगाएको छु त्यही भएर नि होला हामीलाई फिल भएको तर यहाँको विन्डी छ क्या वेदर पुरै विन्डी भएको वेदरको कारणले गर्दा चाहिँ हामीलाई लास्टै जाडो फिल भइरहेको थियो र यदि हजुरहरू आउनुहुन्छ भनेदेखि प्रोपर लुगा लगाएर आउनु होला पुरो उक्लिसकेको छौँ फाइनल्ली वी एराइभ इन अ 3 सिस्टर पोइन्ट्स होइन के भन्न चाहन्छु साथी पोइन्ट चाहिँ लभली अब तिमीहरूले कस्तो कस्तो भ्यू देख्छ भन्ने कुरो होइन केटा हो हाम्रो 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 तुषार सुभाष साथीलाई के भन्न चाहन्छ डेडिकेट टु हिम होइन यस्तो केही बोल्दै साथी सधैँ काम मात्र हान्नु हुँदैन साथी होइन सधैँ भाँडा हानेर हातको रेखी मेटाएर हुँदैन होइन अलिअलि पैसा हामीले कमाएकै छौँ तिमीहरू जस्तो अब पनि हामी फेरि पास पनि भइरहेछौँ होइन अब तिमीहरूलाई अब भ्यू भन्ने कुरो कस्तो हुन्छ र के हो वाट इज द मिनिङ अफ भ्यू भन्ने कुरो चाहिँ हामीले तिमीहरूलाई डेडिकेट चाहिँ हाम्रो यो भिडियो चाहिँ तिमीहरूलाई नै डेडिकेट हो है साथी अब एकछिनमा हामी एक्सप्लोर गर्दैछौँ भने साथी युनिक छन् होइन जाडो भएको कारणले गर्दा होला अब हामी चाहिँ यो सनसेट हेर्दै जाने हो आज होइन ल उतै त हेर न डाँडा कस्तो छ त सक्छ त अनि यो त अनि यो साथी 3.5 घन्टाको ड्राइभ 3.5 घन्टाको ड्राइभ होइन कि बस र ट्रेन हामी कम पीडा उ गरिरहेको थियौँ ट्रेनबाट बस अनि यो चिसोमा उहाँ हेर न साथी उहाँ मोबाइलमा यहाँ हेर न उहाँ के हो त्यो होइन यिनीहरूले देख्न अलिक टाइम लाग्छ क्या बच्चै छ उमेर बढ्दैछ यिनीहरूको नि बढ्ने उमेर हो खासै फरक चाहिँ पर्दैन होइन ल हेर त साथी सक्छ त अनि फोटोसोटो खिच्यो त फेरि चिलोसित फेरि ल यो के हो यस्तो होइन देखाइदिनु पर्यो नि त साथी यतिको भ्यू चाहिँ हामीले हेर्नै पर्ने हुन्छ होइन ल हेर है गाइजहरू हामीले यतिको भ्यू चाहिँ हेर्नै पर्ने हुन्छ यो सनसेट भन्ने कुरो छ नि अलिअलि हुँदैछ होइन ल यताबाट नि हेरौँ है गाइजहरू लभली है लभली रोक न यहाँ पहिला सुरु यिनीहरूलाई देखौँ होइन होला है साथी ल हेर है यतिको भ्यू हेर्न चाहिँ हामी आउनै पर्ने हुन्छ होइन ल हेर है गाइजहरू यो चाहिँ हाम्रो भ्यू होइन यहाँ अरू ठाउँ पनि छ यहाँनिर यिनीहरू चाहिँ ठाउँ लेखेको छ सबै यहाँ इन्फर्मेसन दिएको छ त्यो गाइजहरू भए पनि यहाँ कतिको मजा आइदियो त्यतिलाई भ्यूले चाहिँ फेरि जाडोलाई चाहिँ पुरै जाडो त फेरि लभली है कठिन छ भनेर के यहाँ आउनको लागि जाडो चाहिँ फेरि लभली जाडो छ होइन त्यो जाडो यदि पार गर्न सकिन्छ भने चाहिँ साथी सक्दैन नि फेरि अब कता हो तलतिर हो त तलतिर हो
ठिक छ त कता पो हुन्छ जङ्गलै जङ्गल हो बेलुकाको ट्रेन चाहिँ भ्याउनै पर्छ साथी होइन नभए फेरि गाह्रो पर्छ हामीलाई है भन्छ फेरि होइन होला होइन बिस्तारै बिस्तारै भन्ने गीत गाउनु पर्छ साथी होइन मान्छेहरू आउँदैछन् अझै र यहाँबाट हेर्नुहोस् सही आउँछ होला यार सही आउनु पर्ने फोटो यार तेरो फोटो फोटो फ्रेममा नै रियाक्सन साथी कस्तो लाग्दैछ साथी रियाक्सन चाहिँ कायदा हो भ्यू पनि कायदा होइन यसलाई चाहिँ थ्री सिस्टर्स भनिन्छ होइन उ त्यहाँनिरको त्यो मेन छ नि यो तिनवटा यो हो क्या मेन थ्री सिस्टर्स भनेको चाहिँ साथी थ्री सिस्टर भनेको चाहिँ मेन त्यो तिनवटा हो क्या त्यो तिनवटा खायो नि तिमी देखिरहेको नि त्यो हो क्या थ्री सिस्टर मेन त्यहाँनिर सानो भनेको जस्तो देखिरहनु भएको नि हो त्यहाँनिर पनि हामी जान सक्छौँ होइन तर कसरी भन्ने कुरो चाहिँ हामीलाई थाहा भइरहेको अहिले र यो भ्यू चाहिँ लभली है त लभली How was the juice? Look गाइजहरू सनसेट हुँदैछ होइन दिस इज द भ्यू माइन थ्री सिस्टर्स भन्ने ठाउँमा जाने ठाउँ चाहिँ मान्छेहरू हिँडिरहेको देख्यो होइन त्यहाँनिर अब हामी चाहिँ केही सूत्र लाग्छ क्या हाम्रो ए स्क्वायर प्लस बी ए प्लस बी होल स्क्वायर इज इक्वल टु ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायरको फर्मुला लगाएर हामी जाँदैछौँ होइन साथी कुन फर्मुला हो साथी हाम्रो यो स्क्वायर प्लस बी स्क्वायर प्लस बी स्क्वायर प्लस सी स्क्वायर हो यो चाहिँ होइन मेरो चाहिँ म्याथमेटिक्समा सक्दैन नि फेरि अकाउन्टिङ स्टुडेन्ट हो फेरि बवाल हुन्छ फेरि होइन सक्छ त अनि फेरि कफी चाहिँ हाल्नु पर्ने हुन्छ केटा होइन कफी सफी बन्द भइसक्यो छोड्दै आइज नि ढिलो हुन्छ कि फेरि ढिलो हुन्छ कि साथी कफी हाल्नु हुँदैन कि होइन ल गाइजहरू हाम्रो बाटो भेटिसकेको छ यहाँनिर रहेको छ बाटो थ्री सिस्टर्स ब्लू माउन्टेन नेसनल पार्क रहेछ त ओए यो चाहिँ नेसनल पार्कै रहेछ होइन गाइजहरू हामीलाई चाहिँ यहाँनिर ओए हिँड्दैछौँ सिओली भन्ने भिडियो फ्यु मिनट्स आउँदैछौँ 15-20 मिनट देखाएको थियो त्यहाँनिर यस्तो छ भ्यूहरू जङ्गलै जङ्गल के हुनु होइन गाइजहरू ब्लू माउन्टेन नेसनल पार्क रहेछ अब हामीलाई यहाँ केही अट्याक गऱ्यो भने चाहिँ होइन खासै स्टोरी कुरा भयो भने साथी होइन यो चाहिँ एक्लो छोरो हो त्यही भएर चाहिँ अलिक टेन्सन छ मलाई चाहिँ खासै त्यस्तो कुरा भएन होइन होला है सर्वसर्व देखाउँदैछ यहाँ होइन स्नेक देखाउँदैछ गाइजहरू होपफुली त्यस्तो केही नहोस् ओए बलहरू केले पालेको स्नेक के फोटो एकबाट दौडिदिनु साथी लप्पा खुट्टा चिप्लिन्छ लप्पै जीवनको दौडमा सधैँ प्रथम हुने हामीलाई पनि अनि सहिद भन्छ के गर्नु त पिछालाई युनिक फल्स यस्तो कुरो पनि सरपैले भनेको अफकोर्स साथी हो केही घटिँदैन अब हामी चाहिँ मैले त्यहाँबाट देखाएको है साथी क्या मान्छे हिरामा होइन लास्टमा हामी भेटिसक्यो होइन जाने ठाउँ चाहिँ होइन गाइजहरू अघि चाहिँ हामी बसेको उहाँनिर हो उहाँनिर थियो अहिले हामी आइसकेको छौँ हेर्नुहोस् मान्छेहरू आउँदैछ साथी ए साथी कस्तो हुँदैछ त यता हेरेर भनिदेऊ न साथी रमाइलो हुँदैछ कम टु दुबई हो ल है यहाँ अर्को स्पोर्ट भेटिसक्यो हामीले होइन लभली छ है चिसो भइरह होइन मेरो ओए होइन होला के हो यस्तो तातो भएर आउनु होला आउँदाखेरि चाहिँ तातो भएर आउनु होला र हामी जस्तो पाराले आउनु भयो भने चाहिँ एकदम हजुरहरूलाई गाह्रो हुन्छ चिसो हुन्छ र हाई एल्टिट्युडको अलिकति हजुरहरूलाई छ भनेदेखि नआउनु नै भन्छौँ सनसेट्स पनि हुँदैछ होइन 21मा भनिरहेको छ र अझै 10-15 मिनट बाँकी छ लुक हामी चाहिँ यहाँ आइसकेको छौँ हामी जाने चाहिँ त्यहाँ हो है त्यो थ्री सिस्टर्स भनेको त्यो चाहिँ कान्छी माइली जेठी आइपुग्नै आँटिसक्यो होइन अलमोस्ट है हामीलाई चाहिँ वेलकम गर्दै हो जति अगाडिबाट त्यति कठिन छ कि मेरो बाटो चाहिँ हावा चाहिँ खत्रै चल्दैछ र हामी चाहिँ फाइनल्ली जस्तो आइसक्यो जस्तो लागिरहेको मलाई मान्छेहरू पनि रहेछ अलिअलि मान्छेहरूसँग
गरी बाटो चाहिँ डेन्जर रिस्की रहेछ कि यहाँबाट तल पनि जान मिल्दो रहेछ है त तर बाटो चाहिँ अलिकति रिस्की छ हामी चाहिँ अब यहाँ निम्स दाई भन्नै पर्छ होइन यहाँबाट बाटो चाहिँ मुनि जाने बाटो छ उता होइन उता गएर नि खिच्नु छ तर लाइक यही हो है हामी जाने चाहिँ उ त्यहाँनिर हो है उता जाने हो तर बाटो चाहिँ अलिकति रिस्की रहेछ रिस्की होइन उता रिस्की छ So let's go है त लेट्स डु इट Come on. कम ऑन बाटो चाहिँ खत्रै छ जस्तो छ बाटो चाहिँ फेरि खत्रै छ जस्तो छ लागिरहेको मलाई होइन र प्लस यो चाहिँ अस्ट्रेलिया भएको कारणले सर्पकोटहरू चाहिँ डुब्दै हो केटा हो ल है बिस्तारै है साथी एकचोटि चाहिँ चिप्ले भन्छ चिलिम सिधा हो केटा हो चिलिम 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 सो जो बाँचे पनि यस्तो छ होइन रुगै लागिसक्यो साथी मलाई त यार लेट्स गो तपाईँ पनि मान्छे आउँदैछ ब्रदर हावा केही छैन होइन होला साथी यो त पुरै ठाडो छ त खत्रै छ है गाइजहरू हिँड्न चाहिँ गाह्रो छ है स्टेप बाई स्टेप ट्याक 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 अलि हजुरहरू स्पोर्ट्स सुज लगाएर आउनुभयो भने चाहिँ अलिक सजिलो हुन्छ यदि लाइक चिप्लो भने चाहिँ गाह्रो हुन्छ फेरि यदि यहाँ पानी सानी पऱ्यो भने चाहिँ लास्टै गाह्रो I will हुन्छ show you the view from here है त guys ओफो बवाल unbeatable लभली है लभली 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 स्पेस चाहिँ लास्टै सानो छ होइन यहाँनिर हाम्रो हुनुहुन्छ एउटा क्यामराम्यान थ्याङ्क यू लुक फाइनल्ली वी एराइभ्ड होइन द्याट्स द हेर्न सक्नुहुन्छ अझै तल हो Yep. साथी हाम्रो अझै तल अझै अझै तल छ है त त्यहाँबाट चाहिँ तिम्रो सिस्टर्स देख्दै छ ल आइज 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 लेट्स गो टाइम छैन वी डोन्ट ह्याभ इनफ टाइम गाइज होइन अब चाहिँ बाटो अलि राम्रै छ जस्तो छ त्यही पनि अझै गाह्रो देख्दैछु साथी कहाँ हो तिमी ओ होइन होला कहाँ हो ओ एकदमै घाँसहरूको नजिक साथी होइन त्यो कारणले चाहिँ मैले यो चाहिँ यहाँ छ होइन हामी चढेर आएको चाहिँ कहाँ हो मलाई थाहा छैन ओ यो त कहाँ तलै पुग्ला जस्तो क्या साथी त्यो त तल जङ्गलकै लागि होस् कि रोक रोक हेरौँ त्यहाँबाट भ्यू चाहिँ सही देखिरहेको होइन होइन त्यहाँबाट घुमिसक्यो फेरि हामी मात्र हस्ला है केटा मलाई चाहिँ हामी आएको है हामी यहाँ आएको चाहिँ हामी चाहिँ आजको पहिलो मान्छे जस्तो छ कहाँ आइरह हामीलाई पनि थाहा छैन इट लुक्स डेन्जरस डेन्जरसै छ है त मेरो साथी चाहिँ उहीँ छ बिस्तारै बिस्तारै लुकुर लुकुर मेरो पछि लाग्दैछ ल गाइजहरू वहाँनिर हेर्नुभयो भने चाहिँ यहाँनिर चाहिँ एउटा गाउँ पनि रहेछ है त यहाँनिर हेर्नुभयो भने चाहिँ त्यहाँनिर गाउँ पनि रहेछ है त्यहाँको मान्छे चाहिँ कसरी जान्छ हो साथी यो चाहिँ कहाँ जाने बाटो हो ओए यो कहाँ जाने हो यो त उहाँ यो चाहिँ ऊ त्यता पनि पुग्ला जस्तो छ होइन त्यही भएर अब चाहिँ हामी नजाउँ होला साथी हामीलाई लेट हुन्छ के गर्ने हो यो चाहिँ हामी भोलि पर्सिको यात्रा गर्नुपर्ने हुन्छ गाइज यहाँभन्दा तल चाहिँ हामीलाई जान डर लाग्यो होइन केही छैन माथि कोही छैन हामी मात्रै लकर लकर छौँ एउटा भ्यू चाहिँ खिचौँ है फोटो अब यहाँभन्दा तल जानुलाई चाहिँ सायद यो चाहिँ भुइँमै छुन्छ जस्तो कि साथी तिम्रो छ नि तल्लै जाला जस्तो क्या यो ल हामी चाहिँ कहाँ आइसकेका छौँ र ऊ त्यता चाहिँ एउटा गाउँ रहेछ त्यो गाउँ त पक्कै पनि जाँदैन यहाँबाट साथी फर्क्यौँ रात पनि पर्सिक्यो गाइजहरू होइन हामी अब ट्याक्क लाएर धेरै थाहा नि 10 मिनट लागि छ अब हामी फेरि डाँडो चढ्ने ठाउँबाट त क्यामेराम्यानले चाहिँ सनसेटै पिकअप गर्न लागेको छ त्यहाँ बसेर चाहिँ सनसेट हेर्नुपर्ने हुन्छ एक त राम्रो भ्यू हो सनसेटको लागि लेट्स गो अलि माथि आउँदाखेरि चाहिँ विचार गरौँ है गाइजहरू माथि चढ्दाखेरि चाहिँ अलिक विचार गरेर चढ्नुपर्छ साथीको लागि चिपिन्छ नि जीवनको यात्रा भने त्यो छ एसेसरिजहरू चाहिँ अलिकति राम्रोसँग राख्नुपर्ने हुन्छ है एकचोटि फेरि मोबाइल खस्यो भने फेरि सधैँभरिको लागि थ्री सिस्टर्स भनेको चाहिँ केही माथि हो क्लास थाहा साथी अहिले म किन राखेको यसको नाम थ्री सिस्टर थ्री सिस्टर राखेको चाहिँ नाम थाहा भएन बट हामीले एउटा क्यामराम्यान दाइ हुनुहुन्छ साह्रै न यो चाहिँ क्लोज छ यहाँनिर त हेर्नु त द थ्री सिस्टर इज क्लोज यो चाहिँ क्लाइम्बिङको साथी त्यहाँनिर हेर त अर्सेलिङ एन्ड क्लाइम्बिङ यो चाहिँ तिमी चाहिँ यहाँ चढ्न सक्छौ क्या यो अहिलेलाई क्लोज छ होइन तिमी चाहिँ माथि माथि चढ्ने होला क्या त्यहाँनिर हेर न पल 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 छ हेर न सायद रक क्लाइम्बिङ जस्तो लाग्यो
मेबी तर लभली छ है लभली माउन्टेन माउन्टेनै माउन्टेन छ 3 घण्टाको तपाईँहरू ट्राभल गर्नुभएको छ भनेदेखि चाहिँ तपाईँहरू चाहिँ ट्राभल गरेर आउनुहुन्छ भने चाहिँ इट्स वर्थ इट होइन सरी सर थ्याङ्क यू अनि चाहिँ हाम्रो एउटा दाइ हुन्थ्यो उहाँले चाहिँ भ्यू खिच्दै हुनुहुन्थ्यो आई डोन्ट नो के खिच्नु भयो पुलिस त्यहाँ भएको एउटा चराको फोटो खिच्दै हो अहिले प्रोफेसनल फोटो मेबी यहाँनिर एउटा चरा छ गाइस उता रुखतिर साइड उहाँले चाहिँ त्यही खिच्दै हुनुहुन्छ होइन पुरै प्रोफेसनल टाइपले साथी त्यहाँ पुगेको थाकिसक्यो है म चाहिँ साथी थाकेँ यार वाज द जोस साथी गुड चाहिँ सर्लक्कै ठाडै छ हौ हामी चाहिँ पुरै थाकिसक्यो गाइजहरू होइन इट्स टु हार्ड है हामीले पानी सानी पनि केही लिएर आएको थिएन आउँदाखेरि चाहिँ प्रपर ड्रिङ्क्सहरू सँगै आउनु होला त्यहाँनिर चाहिँ हामी अझै तल जान सकेनौँ त्योभन्दा तल नै अझै डिप छ होइन बट अब रात पनि पर्न लागिसक्यो सो हावा पनि डेन्जर चलिरहेको जाडो भइरहेको होइन कति डिग्री अहिले बट मेबी लेस देन आई थिङ्क 4-5 छ क्या होइन जाडो लास भइरहेको तर बाहिर जाडो भयो नि भित्र त गरम भइरहेको भर्खर चढ्यो होइन अब लगभग रात परिसक्यो होइन भ्यू पनि छैन सक्यो मान्छेहरू सबै फर्किरहेको छ र मेरो साथीलाई चाहिँ टिकटक भनेर हेरेँ यहाँ टिकटक बनाउन लागेको छ अब हामी लास्ट टिकटक बनाएर हामी स्योर घर जानेछौँ थ्याङ्क यू फाइनली हाम्रो वर्थ इट भएको पनि साथी त्यसपछि अब हामी रात परिसकेको छ र यो रहेको छ अहिले लास्टको भ्यू र अब यसपछि चाहिँ हामी फर्किँदैछौँ अब कति टाइममा छ अब 10 मिनटपछि बस्छ त्यसपछिको ट्रेन भनेको आफ्नै हो हामी अब एकैचोटि भेट्नेछौँ हामी घर पुगेपछि र ट्रेनमा पनि भेट्नेछौँ हामी बस चढ्यो साथी यो चाहिँ मेरो साथी चढेर फर्किसक्यौँ र यो मेरो साथी छ अझै हामीलाई कति टाइम लाग्छ अरे अराउन्ड 8 बजे भनेपछि अहिले हाम्रो अराउन्ड 1.5 आवर 1.5 hour पछि हामी फाइनल्ली विल बी देयर इन आवर होम सो कस्तो भयो आजको एक्सप्लोर बेस्ट एक्सपिरियन्स एभर ह्याड